सिमसाक के आमा यो सुन्तला बुद्धे गएको त देखेछ यार सिमसाक त हामी त मस्त टिप्यौं अब यो खोला भरि हो बुद्धे जस्तो देखेछ कि सुन्ता किन लाइट बालेर अम्मा हेर 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 के भएको त्यस्तो हेर्नु त फेरि दाइ बोलेको वाउ हाल न देख्यौ ओके राम्रो छ यहाँ त हाम्रो के अरे कुन ठाउँमा रे हो कुन ठाउँ हो हामी अहिले पनि हाल्यो मस्त ए तिमीहरू मात्रै के जापान जागृतमा सिमसाक टिप्छौ हामी पनि खोलाको छेउमा टिप्दैछौँ भन न हजुर मैले टिप्नु यस्तै होइन त यी हेर यहाँ देखाओ हेर गर न ल ढलवानी खोलामा साग टिप्दै छु त्यस्तो त नभन्नु न दाइ कसम हेतेरी यस्तो गाडी आयो के हेर्नु दाइ यो पानी यस्तो सफा हो अरे नि यहाँ फोहोर फाल्नु कसैले मिल्दैन अरे उसले सोधिरहेको थियो सोध्नु त सोधेको क्या मैले गोगालाई सोधेको कस्तो छ भनेको राम्रो हो खोला चाहिँ तर तिमीहरूले कस्तो साग खाने भने खोलाको साग अरे के फोहोर फाल्नु यहाँ मिल्दैन अरे क्या कसैले पनि ल यस्तो राम्रो साग मैले त प्रमिस यो साग त जिन्दगीमा पनि खान्छु ए पर्बु खानु भएछ दाइ प्रमिस खान्छु काठमाडौँमा बस्ने मान्छेले त्यही त क्या खोले साग म यो सागै देख्दिन खोलाको छेउमा त सुन्ने हो सुन्नु दाजु खोलाको छेउमा फल्ने भएर खोले साग भनेको नाम यो सिमसाग नखाने मान्छे त नेपाली होइन त्यसो भए ल मैले अहिलेसम्म खाएको छैन होला है अनि अरूले पनि टिपेर लैसक्यो क्या हो भने मुला लग्दैन यहाँ पो हामी नेपाली कम हो त फर्स्ट हो हामी नेपाली नै यो यसरी खाने निगुरो र यस्तो खोले साग गर्ने निगुरो त कम स्वादिलो कम मिठो हुन्छ यो फोहोर त छैन नि है हेर न पानी मुला यहाँतिर त बन निगुरो होला मच्छरतिर चाहिँ भुसी नाच्छ निगुरो छ होला हो निगुरो छ होला छ नि पाखा पाँच छ अरे के अरे बजारतिर पाउने राम्रो निगुरो त होइन जङ्गल के जङ्गल निगुरो भन्छ नि त्यो पानी निगुरो सेतो सेतो त्यस्तो चाहिँ होला हेर न मुनि के धेरै लामो रहेछ टुप्पो मात्रै माथि आइपुगेको रहेछ नि त त्यो तलैबाट आउने हो क्या धेरै जुत्ता खोलेर पाइँट माथि सारेर छिर न खोलामा जाडो छ खोला चाहिँ केही भासिन्न हो खोला भासिन्छ यहाँ भासिनेवाला माटो छ क्या यहाँ त भएला सकेन भास्यो भने नि हामी हनुमानले ताने जस्तो तानु होला नि पुरा जुरुक्कै बरु भिडियो गर्दै त्यहीबाट बस्नु तपाईँले भिडियो गर्नु क्या खोले साग जस्तो देखाएको छ नि तपाईँले चाहिँ कुन साग कति लेखेछ र राम्रो देखायो होला तिमी भन्दा त मलाई तिमी त यहाँ हेरेको त पुरै होइन आँखा टल्के चाहिँ बिराट टल्के यो चाहिँ राम्रो गरेर टिप्यो तिम्रो एउटा उता माथि पनि छ है फेरि यहाँ चाहिँ सजिलो उता माथि चाहिँ लामो छ होइन हेर्नु म निकाल्छु यहाँले लामो हो क्या तर टुप्पो टुप्पो टिप्ने हो क्या यसरी मिलाएर पानीको धारा उता तिमीहरूलाई अल्छी लाग्छ नि मै पकाइदिन्छु आउने हो नि त उता नि पानी यस्तै बगिरहने ठाउँ पाएँ त म त एउटा त लगेर सार्थ्यो क्या त्यहाँ अनि त्यहाँ पानी हेर्नु न यहाँ सफा पानी यो पानी यो साग सर्दैन नि सुन्दा जे पाइ त्यही किन नसर्ने हो र पानी बगिरहने ठाउँमा सर्छ मलाई चाहिँ सर्छ जस्तो चाहिँ लाग्दैन नामै त खोले साग पानी बगिरहने ठाउँमा चाहिँ सर्छ क्या हाम्रो बारीमा यो साग सर्छ जस्तो चाहिँ लाग्दैन अनि हामीले त भाँडा माझ्ने ठाउँमा त बाबाले पानीहरू गइरहने ठाउँमा त लगाएको थियो खान्थ्यो हामीले अब त्यहाँ लाएर अब पारिपट्टि जाने सजिलो बनाएको त्यो मजाको रायो साग अझै रायो साग दिएर त फेरि अनि एउटा ढुङ्गा हामी आफैले राख्नु पाउँदैन ए ढुङ्गा राख्नु पर्दैन हामीलाई तिमीले अलिक बिस्तारै गर है फेरि उता धेरै नकोप्टी यार यो त गइरो छैन यी मुला डल्लो डल्लो भासिने माटो हेर त्यही त नि यस्तोमा अहिले घोप्टेर के हुन्छ उठाउने तपाईँ नै हो बिजोक ल ल ल कति राम्रो उ त्यहाँ हेर न धेरैवटा टिपो भने त उयो हुन्छ क्या यो झारहरू टिपिन्छ क्या त्यही भएर एउटा एउटा टिपोमै अर्को दिन नै आउने ल त्यसो यहाँनिर चाहिँ कति राम्रो यहाँ चाहिँ अब हाम्रो बगान बनाउनु पर्यो क्या उ त्यो झन् हेर न कस्तो दामी सबै हाम्रै हो के हाम्रो बनाउनु सबै हाम्रै हो ए मुला केही हुँदैन दाइले हेर्नु न हेर नि डराउँछ हामी रक्सी होइन 2 दिन कि 3 दिन अगाडि मात्रै मारियोले भनेको होइन सर्पले टोकेर त्यसको साथी हस्पिटल 1 हप्ता एडमिट भएर बस्यो ल पानीको सर्प कहिले पनि विषालु पानीमा कि पानीमा होइन बाटोतिर ए त्यो त
ए सर्पहरू चाहिँ आउनु देखिने होला नि दिन दशा लाग्यो भने जहाँबाट नि आइहाल्छ छोड्दिन अरू कुरा नसुन्नु यिनीहरूले के चाहिँ भन्दैन र सबैभन्दा ठुलो डेन्जर तपाईँलाई थाहा छैन तपाईँ त्यत्रो डेजर्टको सर्पा जस्तो विषालु कुनै नि हुँदैन एक्ज्याक्टली मान्छे होइन भन्नु त तपाईँ त्यत्रो विदेश गएर आएको मान्छे होइन के भन्दै तपाईँ के भयो तपाईँ त्यस्तो डेजर्टको जस्तो सर्पहरू विषालु कुनै पनि हुँदैन क्या अनि त्यस्तो विषालु सबैभन्दा विषालु डेजर्टको तर धेरै राम्रो त्यसले टोक्ने विष धेरै डेन्जर हो क्या त्यो बालुवा मुनि माटो मुनि बस्ने हो क्या मरुभूमिको सर्प जस्तो विषालु काहीँ पनि हुँदैन क्या है त्यस्तो त्यही भएर अगाडि प्रिपेयर भएर जानुपर्छ अरे क्या त्यस्तो विषालु सर्प काहीँ पनि पाउँदैन कि त साग टिप्दैछौँ पानीको सर्पमा विष कहिले पनि हुँदैन क्या टोकिहाल्यो भने पनि यस्तो हस्पिटल जाने हो त्यस्तो इस्यु हुँदैन के तर डेजर्टको जस्तो तर आएर यहाँसम्म त टिप्नु नि यहाँसम्म छ त्यहाँदेखि फेरि खाली छ लग्ने फेरि 1 हप्ता 1.5 हप्तामा फेरि उस्तै दिउँसो त त्यसो टोकेको ऊ हुँदैन बेलुका साँझमा हो कि भुसुनाले टोकेको मर्छ कस्तो चिलाउँछ भुसुनाले टोकेको यस्तो पो छ त म त फेरि जुत्ता चिप्लेर हेर्नु त धन्दै गएन खोलातिर भिडियो पनि पल्टेको खै र भा ल रात पनि पर्यो ल ल त यहाँ राख त कता गयो उया मुनि झर न कता यतिकै फेर्ने हो र आम्मा ल है दाइ उताको उता आँखा लगाउनु हाँसो र माथि माथि उठ्छ त हाँस्ने ऊ टुप्पा पुगिसक्यो नर्मल हाँस त त्यसरी उड्न चाहिँ उड्छ तर त्यस्तो होइन पानी हाँस चाहिँ उड्छ अब यो साग लगेर टक्क केलाउने हो पहिला तर उताको भन्दा यहाँको सफा छ दाइ किनकि यहाँको चाहिँ सबै डाँखा माथि माथि उठेको भयो उताको चाहिँ टेकेको बढी रहेछ अनि उठेको यता चाहिँ माथि माथि जुरुक जुरुक हिँडेको चाहिँ त्योवाला ट्रक ट्रक भाँचेको मस्त खाने हो यति धेरै भएको छ सानो सानो उहाँले गर्नु के भन्छ बजार के भन्छ गाउँमा पनि त्यस्तो हुन्छ नि किरावाला तर मलाई चाहिँ पुलभन्दा मुनिको भन्दा उतापट्टि कस्तो राम्रो लागेर राख्यो उड्लेको थियो माथि माथि है सबै पानीमा सफा पनि सफा हुने है बा भोलि सुत्या सुत्या हुने हो सँगै रहेछ हाम्रोतिर हुँदैन त्यस्तो हुँदैन यस्तै हुन्छ हाम्रो खोलातिर नदीतिर टिपेरै ल्याउने हो तर हामी नदी यहाँ त अझ सफासँग पानी छ उहाँ झन् यस्तो लेदो पानी पनि लिएर आउँथ्यौँ पखाल्दै खान्थ्यौँ यस्तो राम्रो भिडियो बनाउँदैछु म जुका भने जस्तो हुन्छ निकाल्नु त्यसै लाग्छ मलाई यति साग मिलाउनुलाई के छ यो सागको यस्तो गुचुकमा बसेको हुन्छ त्यो चाहिँ यस्तो गुवा बसेको हुन्छ मजाले यसरी हेर्ने हो त्यो चाहिँ खाने पखाल्दा पनि 10-15 चोटि पखाल्नु सक्छ आज सुपिजाको पानी धरो जाने भयो यहाँ गिरै छ त्यहाँ अरे एकजना हेरौँ न लसुन पिरो प्याज काट आलु त्यो किराहरू सँगै किरा चाहिँ त्यही जाला ए यो डाँडा फालेको यो ए म त फालेको तपाईँ किरा छ ए म त त्यही टिप्दै सँगै किराको बच्चा छ क्या यहाँ जान्छ अरे क्या चर्छ नि त कुली गर्दै म दस खाएको छैन
अलिक मसिनो गरेर काट्दिनु सिकाउनु पर्छ होइन दाजु Save. Don't say like only save. कस्तो त्यो टी-सर्ट पनि बन्द हो रहेछ टी-सर्ट बन्द ठ्याक्कै बिर्सेको के ठ्याक्कै टी-सर्ट देखेर सम्झे हैन सुन्दा टी-सर्ट देखेर मेकअप टी-सर्ट त्यो मात्रै भनेको है साग भइसक्यो हैन त्यो भइसक्यो अब आरामले राख्नु खोर्सानी पड्काउने सागमा धेरै दिन आयो है अहिले अघिकै पिरो छ पेटमा मेरो त अहिले रागाले खान्छ कि भइहाल्यो पछि बिस्तारै बाँध्लाउने हुन्छ मलाई पछि त्यो सिद्धो आएको छैन छ अनि ऊ त्यो ठाडो बस्दा कुन चाहिँ ठाडो बस्दा चाहिँ अलिकति धेरै ल्याउनु पर्दैन त्यो त मैले एक सब्जी राखेको है के अरे साग टिपेर आइसक्यो होला पुरा भनेर म चाहिँ सुत्नु लागेको मान्छे पनि पर्खेर बसेको यो केटीले होइन भन त यो केटीहरूले कसरी पकाउँछ त्यो साग पखाला न किन नपखाले गयो यस्तो दुःख मात्र भयो फ्याल्नै माया लाग्यो नि त नि हेर त त्यो राम्रो त त्यो पछि टिपेको थियो नि त कलाउँदो राम्रो त्यही हो नि त खासमा पछि नि सुरुमा टिपेको भन न सुरुमा र पछि क्यामेराम्यान हेर्नु न मासु पनि हो मासु पनि आयो त दाइ ल ल ल बनाउ चलाउँदै गर्नु न म मान्छे देखाउनु लाग्यो ए त्यो भगवान्लाई हो साग त दामी छ गन्ध त आएन त्यहाँको त बनाउँदैन क्या हो बस छोड छोड मोबाइल छोड मैले पहिला चखै झन् के भयो त नि गन्ध त छैन नि त राख्या गन्ध छ के नाकले सुँग भनेको कसले साग जस्तो गर्न खान गर्न खाएन नि त्यो त त्यस्तो नेपालको जस्तो ठ्वासा चाहिँ छैन अच्छा नेपालको दामी मिठो भयो यता मासु पाक्दैछ यता चाखेर भइसक्यो ल रोक्नु सुरुमा सिटी छैन यो ट्रेन्डमा छ नि त अहिले लगाएको सबै नाम लिएर हैन रुक्नु न यो भात पुग्दैन भात मिठो भएछ तर पुग्दैन पुग्छ दाइ पुग्छ के जति पनि पुग्छ हो पाके खा फेरि आमा दाइले जे कुरा नि मुखमा सुट्ट बानी के गर्नु त जे नि मुखमा बानी यो मासु चिची पानी बढी भएछ हो र एकछिन राख्ने नि त ग्यास बन्द भएको र पानी बढी भइसक्यो अलिकति होक्की जस्तो यति राख्ने हुन्छ अहिले होक्की जस्तो के तातो भएर क्या होक्की जस्तो के लङ रेन्ज सरर हुन्छ के
पानी बढी भएन लङ्गन फाल्नु हुन्छ दादा दौडो यहाँ हाम्रो खाना त्यस पछाडि चिची यहाँ हाम्रो सागलाई त म त यस्तो कति खान मन छ साग अनि त्यस पछाडि हाम्रो किचन हेर्नु न आमा यस्तो बिजोग कुकरमा खाने कुकरमै खाने भए मध्ये खान्छु कुकरमा मलाई सबभन्दा धेरै है भात कुन्तको भात नपकाउनु है दाइ यो कोका कोला कस्तो यहाँ राख्नुभएको क्या यस्तो कोका कोला यहाँ राख्ने हेर्नु नि यस्तो सामानहरू हो आजको हाम्रो खाना यो चामलमा बढ्दो रहेछ ए हो र ल चामलमा बढ्दो रहेछ मेरो तरकारी पनि आयो सबैलाई यति नै हो भयो नि नभए नि थोरै मान्छे खायौँ त्यही भएर मलाई अचल बेलुका छैन नि त बिहान काम बेसी छ मलाई मलाई सागमा कागती काटेर हाल्दा कि मिठो आउँछ साग मिठो भयो मासु चाहिँ खै अब त्यस्तै होला तर साग चाहिँ मिठो भयो मलाई सागै खान्न म चाख्न मात्रै खोज्यो मलाई मनै पर्दैन कस्तो मिठो ओ माय गॉड कस्तो मिठो है कस्तो दामी भएको रहेछ अघि पकाउँदा साग थिएन अहिले चाहिँ के है अघि नगलेर कत्रो जात्रा भएर सानोमा हालेर गाले भने छोपी 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 गालेको सानोमा नि ठुलोमा त्यो ठुलो प्यानमा त आगै नपुग्यो कि सानोमा हालेर अनि छोपेर गाले होइन मैले मेरो अनुसारले हालेँ भने चाहिँ आएको होला साग कम हुन्थ्यो होला आफ्नो अनुसारले हालेर ठिक्क भयो होला यति खानुपर्छ तर यति त बढी हुन्छ यो त होसार नै हो यो के भन्छ नि त्यो कुम्म गरेर 6 महिना खाने 6 महिना सुत्ने भने अर्को हुन्छ यो त यार त्यो अचम्म बल्ल बल्ल भेटेको अनि है अब सधैँ जाने त खायो भने एक नासै खाने हो त वापै अचम्म कति किलो छ यार खुर्सानी पिरो भयो कति फ्याल्नु त म अस्ति रागे म त भात खाएर स्वर्गै पुगे जस्तो भयो भोलिपल्ट त टोइलेट जाँदा त पोलेर हैरा अनि 4-5 महिनापछि पिरो खाएको त नि मलाई त त्यति धेरै पिरोमा खाने छैन तर होइन म चाहिँ पिरो खान्छु तर 5 महिनापछि खानु त पिरो पनि खाने पिरोको स्वाद पनि बिर्सिन खोजिसकेको थियो नि त नि 3 टोइलेट गएमा त्यो रोटी टोटली के यो तरकारी मलाई त तरकारी थोरै छ त म त ग्लास राखेको अलिक टन्नै हाल्दै खाऊ न थोरै म त रोटीसँग त जे खाइ हुन्छ कि भातै चोकेर खाइ हुन्छ मलाई रोटी त साउदी बसेदेखि त रोटीको फ्यान म त 1 रुपैयाँमा रोटी आउने 6 वटा अनि 1 रुपैयाँमा आउँछ 6 वटा 1 रुपैयाँमा 6 वटा रोटी अनि अलिक ठुल्ठुलो भयो भने 4 वटा नत्र 6 वटा मैले यो गाडी इनफ हुँदैन अनि 1 रुपैयाँको चौचौ किन हैन अनि 2टा रोटी 1 रुपैयाँको चौचौ त्यति खाइसकिन त्यति बेला कति केजी गर्नु भएको त म तिमीलाई ढाने हैन म 48-49 को मान्छे साउदी पुग्दाखेरि म 69 सम्म भए मोटा अहिले चाहिँ कति केजी घट्नु अरे अहिले 9 केजी घटेछ तर फिटनेस भएको छ के को फिटनेस हो हैन लाग्यो फिटनेस हैन त घट्नु भनेको घट्नु ठुलो कुरा हैन नि त एक्सर्साइज नै हुनु पर्यो नि त घट्नु त एकछिन घट्छ नि ए काममा एक्सर्साइज भएन दौड एक्सर्साइज काममा भयो तर भात
खानापिना नभएपछि त मान्छे त त्यसै नै घट्छ नि त। खानापिना छैन नि त, खानापिनाको टाइम टेबल चाहिँ नभए हाम्रो खानापिना छैन नि त, मान्छे त त्यसै नै घट्छ नि खानापिना नभएपछि। रागे कति केजी घट्यो? त्यो चाहिँ अनहेल्दी भयो। रागे 6 केजी छ 9 केजी घटेको छु म त 50 भनेपछि 48 47 म त 2-3 केजी घटेको। म 6 केजी घट्यो। 9 केजी घटेको छु म। अनि कति घट्यो होला? रहरले हो। रहरले? ए हो। उ त खानै खोज्दैन खानेकुरा। अनि म माधुले अर्डर बिगार्दा हुन्छ उहाँ अर्डर गर्नु खानु खोज्दाखेरि अनि के मै हो त्यहाँ खाना बस्नु त। अनि म किचनमा मान्छे त खान्न अनि तिम्रो जतिको त अनि भोकले उहाँ अनुहार बिगाएर आइरहेको हुन्छ मर्ने आडो दुखिरहेको तिम्रो जति अगाउने चाहिँ खान्न फेरि खानेकुरा सबै टेस्टै गरे हुन्छु म। भाग बसेर नखाने भाग बसेर नखाने बस्ने तर अब प्यानकेक आयो नि मैले खानेकुरा खाए हुन्छु, फ्रेन्च फ्राई आयो नि खाए हुन्छु, कालामारी खाए नि आए हुन्छु, पम्पी आयो नि खाए हुन्छु। तर आफू जस्तो भाग एउटा एउटा पिस राखेको चाहिँ के को होइन पुगिहाल्यो त। म जति ए बाबा भोक पो मर्छ त तर सन्तुष्टि त हुन्न नि त, पुग्ने खाले त हुन्न नि त, भोक पो मर्छ त। त्यो मेरो भोक पनि मारेको छैन मैले दाइ। म कति समय एक्लै टोयलेट नगरेर यति रोएको छु होइन मलाई थाहा छ होइन भन्दिनँ होइन। त्यो जिन्दगी त जब भाषा बुझ्दिनँ होइन तबसम्म तिनीहरूलाई एक दिन चाहिँ यस्तरी मैले मुठीमा पार्नु दिन आओस् है म त्यो विचारमा मुठीमा पारेर त्यस्तै भइरहेछ होइन भन न। पहिला भन्दा यिनीहरू कतिसम्म हामीसँग झुकिरहेछ भन न। अब यिनीहरू त हामी भाग्ला डर भइसक्यो, अब नयाँ ठाउँमा आइसक्यो नि त हामी। अब न यिनीहरूको निगरानीमा छ न केही छ, भाग्न सक्यो 6 बजी भाग्न सक्दैन फुत्ता हामी। अनि यिनीहरूको डर सकियो सबै कामकाजहरू हामी अब। हेलो, मैले चाहिँ आज मेरो चाहिँ आजको भिडियो यति नै रहेको छ। अनि मैले आज किन यसरी बोलेको भने म आफैलाई लागेको क्या। अब मैले के सोचेँ भने अब मैले पनि नेपाल छोडेको धेरै नै भइसक्यो नि त। अनि त्यो अवधिमा चाहिँ मैले नेपालको खानेकुराहरू चाहिँ धेरै मिस गरेको थिएँ क्या। अनि त्यो मध्येमा मेरो एक फेभरेट भनेको साग पनि हो कि। अनि मलाई थाहा थिएन यतातिर पनि पाइन्छ भन्ने, तर यहाँको मान्छेले चाहिँ नखाने रहेछ होइन। तर हामीले चाहिँ थाहा हुन्छ नि त, खाइरहने मान्छेले चिन्छ नि त। अनि हामीले चिन्यौँ अनि त्यस पछाडि हामी गएर टिप्यौँ। किन भन्दा अब एक त विदेश आइसकेपछि के हुन्छ भने एक त हामीसँग टाइम हुँदैन पकाएर खाना बनाएर खाना यताउता। अनि त्यस पछाडि हामी चाहिँ 3 जनासँगै बस्छौँ नेपालीहरू, तर हाम्रो टाइम नै थिएन कि बनाएर खानालाई। अनि पहिला चाहिँ हामीलाई होस्टेल के भन्छ कम्पनीले नै प्रोभाइड गर्थ्यो खानेकुराहरू, तर अहिले चाहिँ हामीलाई नेक्स्ट ठाउँमा लगेर राखेको छ कि। अनि त्यही भएर चाहिँ हामी आफै बनाएर खान पाइएको छ है फाइनली होइन। एकदम खुसीको कुरा थियो भनेको। अनि त्यस पछाडि अनि आज हाम्रो 3 जनाकै छुट्टी, अनि त्यही भएर हामी चाहिँ गथ्यौँ साग टिप्नलाई होइन, मेरो फेभरेट साग टिप्नलाई। अनि गएर टिपेर ल्याएर अनि आफ्नो आफ्नो मनपर्ने तरिकाले अब साग बनायौँ। अनि त्यस पछाडि चिची पनि बनायौँ, मासु पनि। अनि त्यस पछाडि अनि त्यस्तै चाहिँ मिक्स गरेर बनाएको थियो, सेम नेपाली होइन, घरमै खाएको जस्तो टाइपको भयो होइन आज चाहिँ एकदम। अनि त्यस पछाडि जो पनि नेपालीहरू विदेश आएर बस्नुभएको छ उहाँहरूलाई पनि त्यस्तै त हुन्छ होला नि होइन, मलाई जस्तै। अनि जस नेपाली खाना धेरै नै मिस गर्छ नि त पक्कै पनि अभियसली होइन। अनि अफकोर्स जसले पनि मिस गर्छ। अनि त्यस पछाडि स्पेसली टिपिकल टाइपको नेपाली खाना खाने मान्छेले, नेपाली फुड लभरले अब होइन बर्गर पिज्जाहरू खाने मान्छेलाई त मतलब हुँदैन होइन, तर स्पेसली दाल भात तरकारी खाने मान्छेलाई चाहिँ, सागसब्जी खाने मान्छेलाई चाहिँ धेरै मिस गर्छ, त्यो मलाई पनि थाहा छ होइन। अनि त्यस पछाडि त्यही भएर नै आज चाहिँ मैले सर्ट जस्ट मेमोरीको लागि मात्रै सानो क्लिप बनाइरहेको थिएँ। अनि त्यो मेरो पहिलोचोटि हो यो टाइपको मेरो कन्टेन्ट भनेको मेरो च्यानलको लागि। अनि जस्ट मैले आफ्टर लङ टाइम मैले आज कन्टेन्ट बनाइरहेको छु, किनकि मैले धेरै भयो कन्टेन्टहरू बनाएको छैन नि त। अनि त्यही भएर अब फुल्ली होइन टाइम भयो भने यसरी नै कन्टेन्टहरू बनाउँछु। प्लिज किप वाचिङ। अनि त्यस पछाडि माया गरिदिनु होला होइन, अनि धेरैले हेरिदिनु होला, एकदम माया गरिदिनु। तपाईँको साथ र सपोर्टको जरुरत छ। अनि धेरै धेरै धन्यवाद। ओके, बाई बाई।